guys, welcome back to my channel. होइन फेरि पनि आइसकेको छु मैले सन्चै छु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु हैन आजबाट चाहिँ हाम्रो स्कुल छ त्यही भएर मैले अब रेगुलर भिडियो हाल्दिन किनकि अब स्कुल छ नि त स्कुल भएपछि अब शनिबार र आइतबार चाहिँ हाम्रो छुट्टी हुन्छ त्यतिबेर डेली हाल्छु हैन त्यही हो अनि अब शनिबार र आइतबार मात्र भिडियो आउँछ अनि दिनहरु त्यही हो शनिबार आइतबार चाहिँ भिडियो आउँछ अरू बेला चाहिँ आउँदैन अनि आज चाहिँ अब स्कुल गएर आएकोदेखि सबै देखाउँछु हैन तर स्कुलमा चाहिँ मोबाइल लिएर जानु त्यहाँ लिएर चाहिँ जाँदैन म त्यही नै म आइसी हो के हुन्छ सबै देखाउँछु हैन त्यही हो सबले माया देखाइदिनु होला भन्छु म चाहिँ अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला फुल भिडियो हेर्दिनु होला हैन वाच गर्दिनु होला यो अहिले चाहिँ हामीले खाना खाइसक्यौँ अनि खाएर चट्ट लाएर खाना खाइसक्यौँ अनि आजको भ्यू हेर्नु सक्नुहुन्छ नि बब्बाल आजको भ्यू चाहिँ बब्बालै छ यार कत्रा छैन त नि आजको भ्यू बब्बाल छ के टक्कसँग बब्बालै छ है दिवाली चाहिँ हामीले खाना सक्यौँ अब चाहिँ दाँत सात माझेर अनि टक्कसँग लाएर सट्ट कपडा लाएर हिँड्नुपर्ने हुन्छ है दाँत माझ्नुसँगले कपडा लाउनु पर्ने हुन्छ है हैन ला रेडी भइसक्यो अब जानुपर्ने हुन्छ त्यही हो आज कोही पनि छैन त्यहाँ बाटोमा बल्ल एकजना आज छैन क्या स्कुल हुँदैन क्या बल्ल एकजना यहाँ त्यही हो यताको भ्यू त बबाली छ भइहाल्यो त्यही अब एकैचोटि हामी बेलुकातिर भेट्छौँ है चाहिँ आइसकेको छु देख्न सक्नुहुन्छ लास्ट डे गर्मी भयो यार यति गर्मी भयो नि गर्मी छैन पानी पनि परिरहेको होइन पानी पर्न लाग्यो त्यसकोसँगले पानी पर्न लाग्यो चट्ट लाएर पानी पर्न लागेन चट्ट लाएर मौसम चाहिँ पानी पर्न लाग्यो देख्न सक्नुहुन्छ त्यही गर्मी हो अनि अब खाजा खानुपर्ने हुन्छ अनि फेरि गोबर सर्न जानुपर्ने हुन्छ त्यही हो त्यही है अब कपडा फेर्नुपर्ने हो के हो यस्तो कति धेरै कमिला हो यार के खाएर यस्तो हेर्नु रहेछ के हो यस्तो कमिला कहाँबाट हो यस्तो कमिला आउने यार पहिला कपडा फेरौँ है हाम्रो घर फेरि अब खाजा भनेको त स्पेसल हो कि स्पेसल यार कत्रा हो तपाईँहरू यति फेरि खाम हो फेरि यार दामी हो क्या यार खाजा देखाइदिउँ नि अहिले फेरि लास्ट यार चुहाइ लगायो भने चाहिँ हुन्छ पेट दुखाइ ल्याङ हुन्छ देखाउने र देखाइदिउँ है टक्कसँगले भुटेको भात हो क्या पुरा मिठो हुन्छ यार भुटेको भात यस्तो मिठो हुन्छ त्यो खाने मान्छेलाई थाहा हुन्छ यार नानी त त्यही हो दानी बहिनीले अलि राम्रो हाल होइन हामी जस्तो यस्तै ठिक हो अब यस्तै मान्छेले होइन यतिको खानु भनेको त ठिकै हो नि यस्तो स्वस्थ रहन्छ होइन टक्कसँगलाई भुटेको भात अन्त बजारको खाने होइन त्यस्तो हुन्छ हरियाली भन्छ नि के अरे पेट दुख्ने यताउता ज्वरो आउने त्यो हुन्छ होइन यो खायो भने ठिक हुन्छ नि त त्यो यस्तो खानुपर्छ गाई ज्वरो त्यही भएर पसलको चिज खाने न घरकै चिज खाने हो अनि धनी मान्छेले त अब पसलको चिज खान्छ भएर अहिले फेरि जे ल्याङ हुन्छ त्यही हो त्यस धेरै नबोलाऊँ लाएर अब खाजा खानुपर्ने हुन्छ अनि त्यसपछि हामी फेरि तल भैँसीको अब त्यो गोबर फाल्न जानुपर्ने हुन्छ है पहिला खाजा खाम है कस्तो खतरा हुन्छ अन्त दामी मिठो छ यार गाइस हिँडिसकेको छु सक्नुहुन्छ तर चाहिँ हरियै भइसक्यो यार धानहरू बब्बाल भइरह जे होस्
फोटोबाट सुरु गर्नुहुन्छ मैसीहरू चाहिँ आइसक्नु भयो मम्मीले होइन तल देख्नु भयो होला होइन त्यहाँ आउँदै हुनुहुन्छ टक्क लाएर सुरु गर्नु हुन्छ छ्याएर कति अघि हेरेन न गाह्रो यार पुरै सुन्नु अब सटल लाएर सुन्नु पर्ने हुन्छ है टक्कसँगले लाइनमा सोध्छु जुन हेर्नु तिमी माथि माथि सागरको सरी भइसकेको छु हुन्छ टक्क लाएर चट लाएर सबै भ्याइसक्यो है त्यही हो लाएर भ्याइयो है अब एकछिन जानु पनि हुन्छ घरमा टक्कै कुरोसुरो पकाउनु भएको रहेछ यो दिने अनि टक्क भइहाल्यो अरे यति भएपछि त खतरा भइहाल्ने लायो नुनाएर अस्ति घाँस काटेको दह्रो घाँस काटेको हामीले टक्कै कम त धेरै काटेको फाटमा यति चाहिँ डुबेर काटेको यति चाहिँ डुबेर काटेको फाटमा डेन्जर काटेको हामीले घाँस अनि त्यही हो है त्यो जस्तो भयो नि हेरिदिनु होला होइन अब यति हो या ब्लग आजको लागि चाहिँ होइन त्यही हो अब स्कुल जानलाई त बनाउनै भ्याउँदैन कि त्यो अब कहिलेकाहीँ हप्ताको एकचोटि चाहिँ आउँछ होइन त्यही आजको लागि यति भन्दै आजको लागि बिदा हुन्छु लाइक सेयर सब्सक्राइब गर्न कमेन्ट गर्न नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु